So hey guys, welcome back to my new video. New video लिएर आइसकेको छु र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला नि, लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। म चाहिँ एकदम सन्चै छु अनि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा लिएकी छु। अनि म चाहिँ धेरै टाइम पछाडी भ्लग बनाएको, त्यही भएर बनाउन नि मन थिएन, त्यो पनि बनाइदिएको। अन्जलु गोरुगाउँतिर छु नि त, त्यही अनि गोरुगाउँ आएपछि त यहाँनिर खासै काम हुँदैन नि त, त्यही खाना बनाउनु हेर्नु कति काम हो। गाउँमा आउँदा त काम धेरै हुन्छ नि त। अनि यहाँ चाहिँ मेरो दिदीको छोरी देख्न सक्नुहुन्छ, कति राम्रो छ। अनि मेरो दिदीको छोरीको दाँत चाहिँ हिजो अस्ति स्कुलमा लडेर सबै भाँचिएको छ क्या स्कुलमा। अनि दाँत देखाउँदैछ मेरो दिदीको छोरीले। अनि तिम्रो कानमा अलरेडी सुन्छ त नि, मलाई लगाइदिन्छु, माया गरेर देख्छु मलाई। अनि उसले चाहिँ मलाई आफै टप लगाइदिन्छु भन्दै थियो क्या। अनि मैले पहिला नै टप लगाएको थिएँ नि त अर्कै, अनि त्यो चेन्ज गरेर अर्कै लगाउन खोजेको थिएँ। अनि उसले आफै लगाइदिन्छु भन्थ्यो कि, अनि उसले पहिलाको टप घाल्न सक्दैन नि ल, अनि सो मैले आफै लगाएँ टप चाहिँ। अनि फेरि आज पल्लो घरमा बिहे छ क्या, आज होइन भोलि, आज चाहिँ बेहुली ल्याएको, अनि भोलिको बिहे हो क्या। अनि हामी चाहिँ बेलुका जाने प्लान बनाइरहेको छौँ। सो जान्छौँ कि जाँदैन गाउँलाई चाहिँ म देखाउँछु, भिडियो हेर्दै गर्नु। फाइनली हामी चाहिँ बिहेमा जाँदैछौँ। धेरैजना छौँ कि त, अगाडि धेरैजना हुनुहुन्छ अनि पछाडि पनि छन्। अनि अब राति बिहेमा जाँदैछौँ नि हामीले, के भन्छ अब बिहेमा डान्स गरेको हेर्नलाई जाँदैछौँ कि हामी चाहिँ। अनि गेटमा गएपछि चाहिँ जाम कि नजाम भइदिरहेको क्या। अब बिहे त भोलि हो नि त, अनि आज चाहिँ डान्सहरू हुन्छ अरे। सो मैले चाहिँ यताको बिहेमा कहिले पनि गएको छैन नि त, अनि कहिले गएको छैन। म चाहिँ त उदोको बिहेमा चाहिँ फर्स्ट टाइम नै हो भनौँ न, फर्स्ट टाइम नै आएको हो कि। अनि यता चाहिँ अगाडि डान्स हुँदैछ, सो मेरो मोबाइलले परको देखिँदैन नि त, पुरा लो क्वालिटीको छ क्या मोबाइलको क्यामेरा। अनि डेकोरेसन चाहिँ यस्तो गरेको रहेछ, यस्तो थियो बेगर चाहिँ अब। अनि हामी चाहिँ 1-2 घन्टा बसेर घरतिर जान लागेको। सो मेरो भिडियो चाहिँ यहीँनिर एन्ड गर्छु। अनि मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।